ल यो रेडियो नेपाल हो र यस बेला साँझको 7 बज्न लागेर म लक्ष्मी बस्नेतबाट समाचार सुन्दै हुनुहुन्छ। नमस्कार। राष्ट्रिय प्रतिभालाई फलाउने तथा जनताको मनभालाई विकासमूलक बनाउने नीति लागू गरिएको यस राष्ट्रिय शिक्षा योजनाबाट केही वर्षभित्र एउटा जागरुक परिश्रमी उन्नतिशील समाजको सिर्जना हुन सक्नेछ भन्ने केही सम्पूर्ण आशा व्यक्त गरेको छ र पार्टी सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आजै संयुक्त राज्य अमेरिकाको शिखर शताब्दीको बैठकमा भाग लिनुहुँदै उहाँबाट स्विजरल्यान्ड र जर्मनी र क्यानाडाको भ्रमण गरी आज स्वदेश फर्कदै हुनुहुन्छ। यसै गरी श्री 5 युवराज धिराज दिपेन्द्र वीरविक्रम शाहदेव आजै अस्ट्रेलियाको सिडनीमा भइरहेको 27औं ग्रीष्मकालीन ओलम्पिक खेल नजर गरिबक्सिन आजै सिङ्गापुर प्रस्थान गरिबक्सियो र पार्टी सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, उप प्रधानमन्त्री रामचन्द्र पौडेल तथा गृहमन्त्री गोविन्दराज जोशीले देशमा रहेका प्रमुख समस्या गरिबी, बेरोजगारी, हत्या, हिंसा र आतंकलाई रोक्न सबै राजनीतिक दल एकजुट भएर काम गर्नुपर्ने कुरा बताउनुभयो। र यसै गरी संयुक्त राष्ट्रसङ्घका महासचिव कोफी अन्नानले विश्वका 8 प्रमुख औद्योगिक राष्ट्रले गरिब राष्ट्रमाथि ऋण मिलाहा नगरेको, वचनबद्धता पुरा नगरेको आरोप लगाउनुभयो। र अन्तमा श्रीलङ्कामा भइरहेको दोहोरो भिडन्तमा कम्तीमा 4 जना तमिल विद्रोहीहरू मारिएका र 2 जना श्रीलङ्काई सेना घाइते भएका श्रीलङ्काई संवाददाताले जनाएका छन्। र यो रेडियो नेपाल हो र समाचार सकियो। नमस्कार।